लगडा तिम्रो आइ छैन पागल हो आम्मामा चलिरहेको रहेछ यो ट्रेन पुरा पागल हो भन्दा म त क्या हाँस्दै हेरेर लगडा हो जसले सब्सक्राइब गरेको छ धेरै धेरै धन्यवाद नगर्नेलाई पनि धेरै धेरै धन्यवाद होइन हाम्रो पनि अब 3K पुगिसकेको रहेछ पार्टी हान्नुपर्छ है केटा पार्टी हान्नुपर्छ अब ल त्यो भन्दा भन्दै म के भन्न चाहन्छु भने लिल वनको नयाँ एल्बम आएको छ द कार्टर 6 भनेर गएर हेर्दिने हेर्न छोडेर म झ्याम हान्छु सबैलाई भन्न पनि सक्दिनँ होइन किनभने त्यस्तो भन्नु हुँदैन होइन राम्ररी बोल्नुपर्छ अरे तपाईँ भनेर बोल्नु भनेर भन्दै थियो एउटा भाइले होइन कमेन्टमा ल त्यस्तै हो होइन अब चाहिँ हामी के अरे व्योमाको उस्ताद भनेको के हो मास्टर त्यस्तै टाइप सिट होइन लिरिकल भिडियो रहेछ होइन प्रोड्युस बाई जी-बिट्स साउट आउट टु जी-बिट्स बबाल काम गर्छ यो मान्छेले पनि होइन मैले को जान्दिनँ चिन्दिनँ होइन युट्युबको प्रोड्युसर हो कि होइन मलाई त्यो पनि थाहा छैन तर जे होस् जी-बिट्सको अरू पनि भ्योमाले नै होला सायद अरू ट्र्याकमा पनि गरेको छ ल यो पनि सुन्दै के कस्तो रहेछ केटा हो होइन के कस्तो रहेछ हेर्दिम होइन यस्तै हो उस्ताद लेट्स गो दामी बिट मलाई नि थाहा छ कहाँसम्म छ मेरो सामर्थ्य ओके आफै खाल्डो खनी लड्न थाले आदमखोर आफै खाल्डो खनी लड्न थाले आदमखोर भनेको टाइप सिट राक्षस टाइप सिट होइन आफै खाल्डो खनी मेरो सामर्थ्य आफै खाल्डो खनी लड्न थाले आदमखोर ओके शब्द चाहिँदा अल्काइदा बन्दिन्छ आतंकी शब्द चाहिँदा अल्काइदा बन्दिन्छ आतंकी ल मलाई वर्डहरू चाहियो भने एकैचोटि अल्काइदा टाइप सिट म आतंकवादी टाइप सिट होइन एकैचोटि मार्ने टाइप सिट हान्छु भनेर भन्दैछ कलममा वजन छैन तेरो जात फलाम टिप सलाम छ कर्म गर्ने हत्केलालाई असाध्यै ओके सुझाव यो डोगी ग्रहण गरे हुन्छ प्रसाद माइको कि वजन गर्दा बिट जलेर आरती माइको अघि बस्दाखेरि बिट जलेर आरती जस्तो हुन्छ अरे क्या आरती जस्तो के भन्छ यार केटा हो के भन्छ यार भ्यूमा हुन्छ प्रसाद माइको कि वजन गर्दा बिट जलेर आरती ओके त्यो सातो संगीत गर्छ बियोमा कै सारथी दारीहरू बसेको त्यो डाडी ठिक मगजमा पुष्पसँगै हतियार छ आणविक जीवनमा उखाड्न सकेन बाइ द वे भोकेबुलरी त्यो राइम्स आणविकहरू यस्तो शब्दहरू कहाँबाट भ्यूमा डिक्सनरी पढाउन लेख्छ क्या हो यार केटा हो के यार मगजमा पुष्पसँगै हतियार छ आणविक जीवनमा उखाड्न सकेन बने खासै केही समाजलाई पस्दैनस् त रोग जस्तै याचाबी के भन्दियो यार तैँले लाइफमा केही गर्न सकिनेछ भने त एउटा रोग जस्तै हारे क्या समाजलाई जस्तो के भन्छ यार केटा हो यो त अति भन्दैन छ्या यार गरे केटा हो गरे न त तिमीलाई एचआइभी जस्तो देख्छ अरे समाजले म्या अति भन्छ यार अति नै भनिदियो अझै उखाड्न सकेन बने खासै केही समाजलाई पस्दैनस् त रोग जस्तै प्रतिबाट नभएर के गर्ने त भन्न ल जब कुरा आउँछ बेउराको त्यसमा चढेको गन्ध छ तँसँग स्किल्स भएर मात्रै भएन अरे के तेरो बेउरा गु बिल्ला होइन गाडु जस्तो छ भने तेरो स्किल्सले काम गर्दैन अरे बुझिस् नि मान्छे भएपछि हम्बल हुनुपर्छ भन्दैछ है केटा हो बुझ नि भ्योमाले भन्दैछ त्यही माथि उसको भोकलबाट आमामा त्यो हान्छ क्या यार भ्योमाले हान्छ के नभएर के गर्ने त भन्न ल जब कुरा आउँछ बेउराको त्यसमा चढेको गन्ध छ आजकल त जोनी डन्ड्रे जोनी र्यापर जोनी सिन्से जोनी प्लम्बर जोनी भन्ने शब्दलाई एकदम वर्ड प्ले गरेको रहेछ होइन आजकल त जोनी र्यापर जोनी डन्ड्रे जोनी सिंह जोनी प्लम्बर जोनी सिंह के हो जोनी सिंह नै होइन के हो यार पर्न स्टार जोनी प्लम्बर ल केटा हो जोनी सिंह जोनी प्लम्बर हाम्रो व्यापार छ मारामार गल्लामा मोटो कारोबार हाम्रो भ्योमाले डोगा आउँदैछ केटा हो बबाल डो छ अहिले प्लिज यार मेसेज नगर न यार मलाई अहिले म आई एम नट लाइक आई डोन्ट हेभ टाइम फर दिस होइन केटा एकैछिन ल बुझ्ने डो टन्नै छ अरे गल्लामा राइट
नि ख्याल गर हाम्रो व्यापार छ मारामार गल्लामा मोटो कारोबार हाम्रो काम बोल्छ बारम्बार सब नापतोल गर्दा बराबर मुझे थाहा होइन सब कडा छ मेरो 8 सिआरको त गला बस मेरो 8 सिआरको त गला बस मेरो 8 सिआर क्रेडिटको गला बस के भनेको मुझे थाहा होइन के भनेको कडा हो बारम्बार सब नापतोल गर्दा बराबर मुझे थाहा होइन सब मुझे थाहा होइन सब कडा छ मेरो 8 सिआरको त गला बस 8 करोडको घाँटी छ अरे उसको व्योमाको तैँले 25 कडा हो तिमीहरूले के यार मोटो कारोबार हाम्रो काम बोल्छ बारम्बार सब नापतोल गर्दा बराबर मुझे थाहा होइन सब कडा छ मेरो 8 सिआरको त गला बस के कारण बस म गलत बोले होला गानामा तर प्लास्टिक मैले गर्दिनँ त्यसको पछाडि पनि के कारण छ मैले केही रङ बोल्यो भने नि त्यसमा प्रस्तुत गर्दिनँ किनभने त्यसको पनि केही कारण छ भनेर भन्दैछ बुझिस् नि यतिकै चाहिँ हल्लामा जोतमा यताउता गर्दिनँ होइन जोतमा म अरू ऱ्यापर जस्तो अरू मान्छेहरू जस्तो भनौँ न म जोतमा काम गर्दिनँ कि त्यो केही भने नराम्रो केही भन्यो भने नि त्यसमा केही कारण छ अरे बुझिस् नि अरे वो हरिश्चन्द्रजी पो हुनुहुँदो रहेछ कारण बस म गलत बोले होला गानामा तर प्लास्टिक मैले गर्दिनँ त्यसको पछाडि पनि के कारण छ दिनमा ऱ्यापरहरू बिछाना हान सबले मलाई मिल्छ गानामा औकात सीमित मात्र एक पानामा रामरा पीडाको समाधान सिनको दृढ छ खामा छ यमको रेड छ काँधमा बाटोमा बिग्न बाटा छ सपना सिद्ध भएको छैन हामी त नरहौला तर अमर रहन्छ यो कृति जहाँसम्म मैले गरेको कामहरू चाहिँ पछिसम्म रहिरहन्छ होइन यो काँधमा पनि यमको जिम्मेवारी त्योहरू सबै छ होइन ऋण भनौँ न टाइप सिट छ अरे त्यसैले ऱ्यापरहरू मारामार गरिरहेको यताउता गरिरहेको तिमीहरू रियल छैनस् होइन हल्ला मात्रै हो तिमीहरूको भनेर भन्दैछ सपना सिद्ध भएको छैन हामी त नरहौला तर अमर रहन्छ यो कृति जहाँसम्म प्राणको आहुति दिँदा म खुसी हुन्छु यो सिनको लागि ल गानामा ठुलो कुरा कोही नगर जसको हातबाट घरको सिनको भात म्याच तिमीहरूलाई भनेको त्यो जोत्तो ऱ्यापरहरू हुन्छ नि तिमीहरूलाई भनेको घरमा चाहिँ केही गर्नु छैन न कहिले सघाउनु छ आमालाई न बाउलाई केही छ होइन जसमा गानामा ठुल्ठुलो कुरा गरेर म्या हुन्छ हुन्छ भनेर भन्नु पनि सक्दिनँ होइन मैले पनि सिङ्गा त भाँचेको छैन होइन कडा त्यस्तै हो सिनको लागि ल गानामा ठुलो कुरा कोही नगर जसको हातबाट घरको सिनको भातिन अशान्ति केलाई भन्छ जातिलाई सोध्छु असारे झरीमा रात काट्छ म दिनको छानामा यतिका पानामा कलममा घोटे होइन दिन चलपल 2 दिनको लागि ल अलगे ऊर्जा बोकिआएको छु सापहरू चुपचाप लाएर उज्जा देखाउँछु काला जादु तँलाई कलाबाट मलाई बने हुन्छ भाइ उस्ताद होइन म पुष्पा तर आएको छु चिनमा बिग नेम वाला रूप डाल्न रास्ता धेरै गरे तर सकेन कलमले चुप लाग्न तिनलाई लागु लाग्छ यो ट्र्याकमा हलिन्छ अडियन्स जस्तै झाँक्री गरेर चल्छ म हल्लिँदैछु नि त्यस्तै भन्दैछ होइन सापहरू तिमीहरू साइड लाग होइन मैले गरेपछि यहाँ अडियन्सहरू हल्लिन थाल्छ यार भ्योमाले लेख्दैन कडा हो तिमीहरूलाई के भन्छ लेख्दैन भ्योमाले यहाँ हानेको छैन यस्तो दामी हानेर रहेछ के यार केटा हो भ्योमा किन छैन क्या अगाडि केटाहरूले किन त्यस्तो प्रायोरिटी दिँदैन क्या यार भ्योमालाई दामी गर्छ त काम दामी गर्छ त भाइहरूले डिस हानिरहेको हुन्छ होइन भ्योमालाई तर भ्योमाको काम जतिको चाहिँ गरेर देखाउनु पर्यो क्या मेन चाहिँ होइन कि के यार कडा हो दामी हानिरहेको छ दामी हानिरहेको छ त वर्ड प्लेहरूदेखि लिएर होइन राइम स्किमहरूदेखि लिएर होइन के चाहिँ चाहियो क्या के चाहियो तँलाई के पस्किनु भन्दा के चाहियो तँलाई जे भन्छ त्यही छ कलमले चुप लाग्न तिनलाई लागु लाग्छ यो ट्र्याकमा हलिन्छ अडियन्स जस्तै झाँक्री गरेर चल्दिन्छ कलाले फुक प्याक तिनलाई लागु लाग्छ यो ट्र्याकमा हलिन्छ अडियन्स जस्तै झाँक्री गरेर चल्दिन्छ कलाले फुक प्याक कलाले फुकफाक गरेर ल सही हो दामी सङ बिट त एकदम दामी होइन हाइप दिने टाइप सिट छ होइन जी बिट्स साउट टु जी बिट्स अनि भ्योमाको भोकल बवाल मजा आयो होइन कि के यार कडा हो के यार लु अर्को पनि आउँदो रहेछ भयङ्कर भन्ने यङ वेभसँग लाडिडो प्रेजेन्ट्स साउट टु लाडिडो तर एकदम महँगो छ केटा हो लाडिडो यति भन्दै म पनि यहाँबाट गाँठ तान्न चाहन्छु होइन केटा हो यस्तै हो सक्यो ल सक्यो